तैँले पो ज्वाइँलाई के गरेर चित्त त दुखाइनस्? छैन दाजु, हिजो मैले दाइहरू आउनुहुन्छ मलाई लिनलाई भनेको त्यहाँदेखिबाट रिसाएर आज त झन् हाल्नु भयो। तपाईँहरू नआउनु भए भए मलाई मार्ने रहेछन्। हेर्नु त धन्न बेलामा आइपुग्नु भएछ। के गरेको ज्वाइँ साहब, यस्तो के गरेको क्या हजुरले? हजुर जस्तो बुझ्ने मान्छे, हजुर जस्तो यस्तो उमेर पाएको मान्छे झन् बहिनीलाई धेरै माया गर्नुहुन्छ होला भनेर आफ्नी कलिली बहिनी हजुरलाई सुम्पिएँ। उसले सधैँभरि दुःख देखी पनि त छैन नि। जेठान साहब एउटा कुरा भन्नुहोस् न ज्वाइँ साहब। औषधि किन्न फेरि पैसा माग्नु भयो होला। नदिनु दाजु, नदिनु। 100 रुपियाँ त छैन ज्वाइँ साहब, मैले पैसै ल्याउनु बिर्सेछु, पर्सै हाल्नु बिर्सेछु। पर्दैन दाजु, नदिनु। रक्सी खान लाग्यो, पर्दैन। औषधि होइन दाजु। हेर्नु न तपाईँहरूको अगाडि त यस्तो गर्नुहुन्छ। मलाई खान पनि दिन्न यसले, लाउन पनि यो त के भन्छ। खानु नदिए भए यत्रो पाखुरा यत्रो भुँडी हुन्थ्यो तपाईँको। तपाईँ पनि नचाहिने कुरो नगर्नु ज्वाइँ साहब। मेरो आमाले तेललाई यत्रो बनाइदियो, यसले त घटाइसक्यो। ल सम्झाओ न, यति मरु सम्झाओ। खोइ खुट्टा भुइँमा छैन। एक ट्रक बिहान खाएको, यहाँबाट झिक्न लागिसक्यो यसले। जय साहब, तपाईँ यस्तो बुझ्ने मान्छे, यस्तो गरेर हुन्छ? अब यत्रो तीजको बेलामा अब हामीसँग पनि दिदीबहिनी माइत जान आँटिरहेछौँ, यसो सल्लाहले पठाए त के हुन्छ त भन्नु त? हुँदैन। 2 दिनको लागि त हो नि, धेरै दिनको लागि हुँदैन। यसलाई त माइत लगाउने मातिन्छ झन् यो। हामी नै ल्याइदिन्छौँ जय साहब। यो मातिन्छ। भोलिपल्ट बिन्ती गरेर त्यसो नभन्नुहोस्। हजुरहरू जानुहोस्। यसलाई त डोरीले म यहाँ बाँधेर राख्छु। हजुरले कस्तो कुरा गर्नुभएको क्या? यो त चेलीबेटीको महान चाड हो क्या। हजुर यस्तो बुझ्नु भयो नि यस्तो कुरा गर्ने। पोहोर साल दर खाएर नि के नाप्यो यसले? नाप्नले खाने होइन नि, दर खाएर नाप्नले दर खाने होइन नि ज्वाइँ साहब। चेलीबेटी सबै ठाउँमा सबैजना माइतीमा भेला हुने, रमाइलो गर्ने, नाचगान गर्ने। हजुरकै लागि व्रत बस्ने त हो नि उसले। हो नि, यसले त मेरो लागि व्रत त। ज्वाइँ साहब यसो नभन्नुहोस्। हामी बहिनीलाई घर लिएर जान्छौँ। हामी बहिनीलाई घर माइती लिएर जान्छौँ। आज बेलुका दर खान्छन्, भोलि तीजको व्रत बस्छन्, पर्सि खाली भयो नि, पर्सि पञ्चमी नहुने बित्तिकै हामी बहिनीलाई फेरि ल्याइदिउँला। तपाईँ चिन्ता गर्नै पर्दैन। हुँदैन। यो झन् माइती पुगेपछि यसले सबैको कुरा सुन्छ। यो भुइँमा न भाडा हुन्छ झन्। यो त्यस्तो नसम्झिनु। माइती जाँदैमा खुट्टा भुइँमा न भाडामा हुँदैन चेली, झन् खुसी हुन्छ। घरमा दुःख पीडा परिरहेको बेलामा जय साहब हामी त नानी हो। यो त तपाईँ जेठानकै अगाडि त यस्तो जबरजस्ती गर्नुहुन्छ अनि?